everyone, I hope you all are fine. Welcome back to my channel. After a long time पछि सबैलाई दसैँको धेरै धेरै शुभकामना छ विजय दशमीको। स्लो भाइ कस्तो लागिरहेको त तँलाई दसैँको रमाइलो भइरहेको खै अलिक त जाऊ त गेटअप देखाउनु पर्यो ल दाजुभाइ त्यहाँ बस त कस्तो हुँदो रहेछ ल यता हेर दुईजनाले दामी देखिया यतातिर चाहिँ अब बस मनी छ मनी इन द ब्याङ्क घरदेखि इन्ट्रो गराउनु पर्ने हो तर म चाहिँ यहाँ आएर इन्ट्रो गराएँ होइन त्यस्तै बनाउनु मन थिएन सो द्याट्स राइट अनि हाम्रो जनताहरू कता हुनुहुन्छ खै पनि यसो यतातिर चाहिँ मैया बहिनीले चाहिँ यसो मेकअप गर्दै हुनुहुन्छ यता हेरिदिनुहोस् त किन होला यस्तो लगाएको कस्तो लगाइरहेको त नि दसैँ आउँदा के हो त नि अझै पनि नभ्याएको तिमीले त बिहानदेखि स्टार्ट गरेको भन्नु सुन्थ्यो हालत यस्तो छ ल साथीभाइहरू यस्तै हो हल्लीचल्ली हाम्रो त दसैँको होइन खासै केही पनि छैन मेरो पनि सो द्याट्स वाइ अरू मेम्बरहरूलाई भेटौँ यहाँ घरबाट छ राम्रो आमा अहिले भाँडा माझ्दै हुनुहुन्छ अहिले पछि इन्ट्रो लिनु पर्ला होइन साथीभाइहरू के छ साथीभाइहरू हाम्रो कान्छा भाइ दसैँमा कहाँ जाने पनि दसैँमा कहाँ जाने बताउनु थाहा छैन मायालाई कस्तो लागिरहेको थियो दसैँ मलाई त कस्तो अहिले एक दुई प्याक लास्ट बल्ल लाउँछ बल्ल दसैँ लाउँछ होइन ल यतातिर यस्तो दियो अब भन्छ बल्ल भिडियो यहाँ बत्ती बाल्दैछ पैसा छ यहाँ कन्नै लसर यहाँ छ दसैँको बेलामा चाहिँ टक्क यस्तो छ माहौल धन्न गर्मी चाहिँ छैन आज त नभए त गर्मीले वाक गराइदिन्थ्यो त्यही माथि मैले हौडा लाएर हाम्रो मम्मीको मम्मी यानि हजुरआमा हजुरआमा छोरा टक्क लामा यता हेर्नु बोल्दै नमस्ते भाइजू सो गाइस अब चाहिँ ढोकामा पूजा गर्ने अरे भित्र पूजा भइसक्यो होइन त्यही भएर अब ढोकामा पूजा गरेको हेर्नु गाह्रो छ दिदी मिलेर ढोकामा थिम पूजा गर्ने अरे सुरु भयो गाई चाहिँ उसको के उसको त्यो टिभीको मलाई कपिराइट हान्छ क्या अहिले फोटो चाहिँ कसले खिचिया त म त भलङ मात्रै खिच्यो फोटो त मेरो मोबाइल उता एकछिन गर्नु पछि म डिलिट गर्न पर्छ यो भिडियो नै फेरि लगाइ चाहिँ सुरु भयो यतातिर बल्ल तपाईँहरूको टिभी त सुरु भइसक्यो जान्न 5 मिनट लाएर ढोगिरहनु पुरै थाहा लाग्दिनु भाग्यमानी भए सुखी रहे अहिले सेवा गर्दिन होला आमालाई
त्यो बाल पनि कि सुख सन्तोष होस् बाबु दसैँमा त धेरै दिन्छ नि धेरै बुहारीले दिनुपर्छ अरे मैले कमाएपछि दिने हो क्या आमालाई त ल त्यो बत्ती कुनामा राख्दै त अरू गएर पाउनु भयो नि धेरै धेरै पैसा कमायो धेरै बढे कान्छाको कोठामा लगेर भयो कि एउटा तान्नु दिन्छ खसाल्छ ल आमाले लगाइदिन्छु के ओ भान्जालाई उ भयो बच्चिन लगाइदिन्छ नि ल के हो आमा रुनु भयो फेरि किन हो र? ठुलो छोरालाई हेरेर रोग होला नि यस्तो चाँडो आएर भएन हाम्रो म दिएँ अघि दियो आमाको पनि त्यही हो ल ढोका आशीर्वाद दिन न पर्ने मलाई दिएछ नि त भन्नु ए मेरोमा पर्छ त के रे हेर्नु छैन त। अब हामीले तस लगाइदियो यही त छ हेरेर त कसीको आमाले लगाइदियो दिन्छु क्या हजुरआमाले जस्तो फरक नआउँदैन म बनाइदिन्छु आमाले गर्नु अहिले त्यो पैसा हराउने अरू के थियो त्यो त बडे मान्छेको ब्यागै बोकेर आएर त्यही भने मैले दिइनँ भन्नु न फेरि निकालेर हेरिसक्यो मैले सर्वै छैन क्या के भन्नु सुखी रहोस् राम्रै विकास अनुहार कि राम्री होइन मन कि राम्री होइन लास्ट उठ्ने मलाई गऱ्यो आमाले त हातमा हो क्या अझै त पाप लाग्छ ए भगवान् तिमीहरू ठाउँ राखो भने मलाई चाहिँदैन पैसा भयो हुन्छ यहाँ राख ब्यागै बोकेर आउँछु क्या रङ लगाएन रङ नलाएर राख रङ लगाएर रङ लगाएर के भन्नु? दक्षिणा दिने होला नि दक्षिणै छैन लगाइदिनु कि आउनु भान्जा भान्जीलाई लगाइदियो मलाई त आमाले लगाइदिने हो तिहार आन्टीको लानु पर्यो भान्जा लगाएर भान्जीलाई लगाइदियो के पनि ट्याप खडाइदियो नि त्यहाँ अब केटो हेर्न आहान त्यही बेला राम्रोसित अब घरजाम हुन पर्यो बेलैमा मन जस्तो भयो भने हुन्छ यो दसैँमा बोलाएर आज केटालाई सेतो आज पनि आएछ। भाइ छैन बिहा खाएर विदेश जाउँ ल भनेको। बाबु पारिदिउँ त। म आउँदैन, ढोग गर्ने उयो भएन। आमाले मात्रै ढोग गर्ने हो। छैन र। ल बस्नु छिटो सुक्कोले हालिदिनुहोस् भान्जा जग्गा लाएन न भान्जाले न मान्छेलाई न छोराहरूलाई मैले काना एउटा जमारा राखेको एयरफोन भयो अब एउटा दिन धेरै धेरै पर्दैन। नलाइदिनु सबैका लागि त निधार गरिन्छ निना भोरेको नि अब भ्याइयो के अन्त खाजा लगाइदिनु तिमीलाई यो मलाई दिदीलाई तिहारमा टिका लगाउने त कहाँ लाउनु हुन्छ तिहारमा टिको लाउनुहुन्छ 2 महिना परे छैन के 2 महिना पऱ्यो भने हो के नलाउनु तैँले जमाना हेर्बाट लगाइदियो लाएँ म लाग्छ तैँले बात उयो गरेर।
छोराले यता आएर के राम्रो भन्छ? गरे गरौँ धेरै दिदीलाई दिनु सकियो नि त भन्ने मलाई आशीर्वाद चक्कर लाएर ल सकियो सिकम अब क्यालमा यहाँ केटाहरू छ नि त दुईजना हिरोहरू दुईजना थियो तीनजना चारजना केले भने बोल्दिला मारिसके लाइदिला भन्छन् के रे आशीर्वाद भन्यो पढ्यो राम्रोसँग पढ्यो यहाँ त दौडै गयो दसैँको होमवर्क छिटो भ्याएस लगाइदिनु भनेको लङ्की म त लाइटिङ गएकै ए तिनीहरूले झन् लगाइदिने हो हामीले खास भन्ने नि भाइहरूले नलाइदिने दसैँमा भाइको त ठुला बडाले हो नि उ गर्ने कान्छाले मलाई हो लाइदिने होइन हामीहरू दाइ भाउजूले दिदीहरूले हो कि लगाइदिने तैँले मन्टो कता फर्काएको नि पुराना जमरा भाइले लगाइदिए कान मुन्टो कता भएर भयो भयो एकैचोटि जमरा लगाइदियो वाह नलागोस् भ्याइ हो न गाइस टिएसीका भर्खरै सक्यो अब खानपिनको कार्यक्रम छ होइन मलाई चाहिँ खासै भिडियो बनाउनु चाहिँ आएन अनि जस्तो हुन्छ तपाईँ हेरिदिनु होला अब हामी यहाँदेखि चाहिँ फेरि बुटोल जान्छौँ अनि खाएर अनि बुटोलतिर निस्किजान्छ जस्तो र आज मौसम चाहिँ चिल छ क्या तर के भने चिल भएर पनि अब केही पनि खान पाइँदैन नभए त मौसमले चाहिँ च्यालेन्ज हाने हो नि त फेरि च्यालेन्ज हो नि है तर के भने अब आफूले भनेको टक्क नखाने पऱ्यो बिन्दास पाराले सो त्यही नै हो अब भित्र जाउँ होइन के कस्तो छ टिका पुस्यौ त छिटो पुस्यौ त टिका टिका यहाँ मेरो बहिनी फेरि तिहारमा आउनु अब यिनको पनि छिटो गरिदिनु भने के छ त बिहे गर्ने विचार केटा त रेडी छ अरे यहाँ यत्रो भात खानेहरू मैले यत्रो भात खान्छु त मैले कहाँ खान्छु क्या त किन्दै खा एकुन झड्का पानको पत्ती पड्का होइन आउँदै आएन ल एक कबडी आयो गुलामबडी खा खायो त एककाल यस्तो हुन्छ तास खेल्नेहरू टिका सिका लाग्यो खानासाना खायो अब बुटोलतिर लाग्नु पऱ्यो आमाकोतिर यस्तो दामी भ्यू छ क्या आज यस्तो मिठो हाने हो नि सन शीतल पनि छ क्या त्यो अहिले घाम लागेको छ स्कुटी रेडी छ अनि बुटोल मामाको घरतिर चाहिँ यसो लाग्नु पऱ्यो अरू गइसक्यो अब टक्क मामा भन्छ अन्तै जाने खोलारे हो निस्किनलाई रेडी कस्तो सिन छ कि होइन क्या मिठो हो क्या दसैँको बेलामा चाहिँ त्यो घाम लागिरहेको छ तर सिन चाहिँ अब छ है मारेको छ पागल छ कि सिन त फेरि लगाइस् ल साथीभाइहरू अब बुटोलतिर जानको लागि चाहिँ रेडी भएको हामी सट्ट लाएर के कस्तो आएको छ सायद कालो आएको छ होला है यतातिरबाट घाम परेर अनि त्यही नै हो टक्क मामाले चाहिँ टक्क त्यहाँ गेट लाउन जानुभएको छ यसपछि बुटोलतिरको सल्फी हो सो गाइस त्यही भन्दै बाटोतिर भेटौँला गाइस हामी बुटोल पनि आइपुग्यो लाएर नमस्कार रमाइलो यता रहेछ हामी यहाँ साइड खेल्ने
त्यसो पनि छेमा भन्नु यहाँ साह्रो हुन्छ ल हजुर सन्चै बिहान हजुर यता अलिअलि देख्दा त अर्ना के छ बुझ्छ मास्टर साहेब नमस्ते म्याम मुस्तानी घुम्न पाए यहाँ हामीले जाने सपना देखेर जाने सकिया त भइस भन्यो घुम्न आइन्छ कि अन्त शीतल त हुन्छ है मुस्ताङतिर मान्छे 50,000 खर्च गर्छ चोरी जाम्पो भन्दै पटाइन्न कि फेरि कोठामा बस्यो कोठा सानो भएन केही पनि झन्छ मन चाहिँ एउटा कोठामा सुत्छन् पिर नगर सबैको त्यस्तै हुन्छन् कोठा लिएर बसेपछि शीतल हुन्छ त्यही हो नखाने त कोही हुँदैन गिलास नहुने होला आज नखाने कोही चाहिँ हुन्न जति नै खान्न भने नि खाएकै हुन्छ विष्णुलाई त दिदी चाहिँ नदिने भनेर होइन र पहिला त विष्णुहरूलाई के होइन कि दुला भ्लग बनाउनु लाग्यो त आशीर्वादै गएको ल्याउ सानो ल्याउ सानो खान्छ मान्छे हुने राम्रो बन्ने ज्ञानी बन्ने घोसिला बन्ने बोल्ने हिन्दी गर्नुपर्छ पटङ पटङ बोल्ने ज्ञानी बन्ने मलाई त हो त्यही 1 घन्टा दिए हुन्छ कि किन हेर नि छ न छँदैन छैन हाम्रो मकै मात्र उम्रिया गहुँ उम्रिया बाबु पढ्यो उसबाट फेरि जागिरी पाइन्छ हामीलाई बोलाइदिएन बिहे गर्न मानेस मौकाको चौका नछोडे बाबु हेर जस्तो पाइने भने जस्तो निधारको टिका पो देखायो बल्ल बसे अलिअलि आवाज नआउनुपर्छ तर आवाज त के हाल्ने भिडियो हाल्नु त उता भान्दा गएमा हो तर यता चाँडा क्यामेरा भने चारैतिरको एङ्गलबाट खिच्नु पाइन्छ कि तिनीहरू वस्तु खिचेको पनि धेरै दिनु पर्दैन पैसा बोलाउँछ हुन्छ अनि हजुर बल्ल फर्स्ट बल्ल कति वर्ष लाग्छ कीर्तन गरेर हेर्दा आएको त्यहाँ बल्ल 55 लाख अब 80 परेर 10 वर्ष हिसाब गरेर दिनुको भयो कि 3 पाली उठी गयो कति पाली लगाइदिइरहेको निधार बित्दैछ
दसैँको टिका लगाएर अब जापान छुट्टै जान पायो जापान गर्दाखेरि अर्को काम भने छक्क छोरो पाएर हामी यहाँ पार्टीमा नाचेर कलेजमा हालेर कति पालि एकैपालि ट्याक्कमा लगाइदिएको दसैँमा होइन हजुरआले ठिक 3 चोटि लाग्नुपर्छ 3 चोटि लगाइदिएको बुढी भएको हजुरआले त यहाँ खाएकै कता हेरेको फेरि ल्याएर त कता ठिकै न त्यही पनि फ्यास फ्यास हो क्या धेरै पाइदिनु धेरै पनि होइन धेरै पनि जानु परेको हो कि दसैँमा लिनुपर्छ भन्छ अरू बेला त लिनु मन लाग्दैन यता त आशीर्वादै दिनु बिर्सिएछ भान्जाको नि मन छ त होइन यता त आशीर्वादै दिनु बिर्सिएछ भान्जाको नि मन छ त होइन भइसक्यो त हामी बिहे त्यो त स्टिपियमको एक ट्याप लगाइदिएको हाम्रो आमाको दिन्छ आशीर्वाद त जमरा गर्नु जान्छ भर्खर टुसा लाउँदैछ कि जाउँछ ढिलो हुन्छ कि त्यो साथीभाइ टिका लाउँदै है भन न साथीभाइ टिका लगाउँदै है साथीभाइहरू टिका लगाउँदै है भन न यस्तै छ दसैँको अलि चल्ली सबै मिसेर छोराले बिहा खानु अनि यस्तै भन्दा साडी लानु भने भन्दा पाइएन अब चौरासी आमाको राम्रो छ चौरासी बनाइदिनु बाख्रालाई केही मलाई केही छ फाइनली घर पुगेको सिचुएसन छ हालत त्यस्तो छ सबैजनाको टक्क बाटोमा त भिडियो बनाउनु पाइएन यो जनताहरू अझै एक ठाउँ दुई ठाउँमा लगाउन छ अब रात पऱ्यो भन्दैछन् अनि हाम्रो बहिनीको चाहिँ मन बाबा आउँदैन हुन्छ सायद त्यही भएर नै हुनसक्छ अनि
होइन हो सायद अब उता गइएन भने चाहिँ भिडियो चाहिँ यहीँ नै एन्ड हुनसक्छ है गाइस होइन हो अब हेरौँ के हुन्छ मौसम चाहिँ आज हरिक थियो विप्लवलाई चाहिँ दसैँ कस्तो लाग्यो त दामी दामी लाग्यो तिम्रो त टिकै छैन है सबै भ्याइयो दामी हाम्रो आमा आउँदै हुनुहुन्छ के हेर्नु आहा माछा आहा र हेर्नु आहा दसैँ कस्तो लाग्यो त एकदम रमाइलो भयो रमाइलो भयो यहाँ केटाहरूलाई खै बाबु पैसा देखा त झोला देखा त भर्यौ कति खाउनु इच्छा सफल बनाइदिनुहोस् जता गए पनि श्री लक्ष्मीले बास गराउनु भगवान्ले रक्षा गर्नुहोस् दुर्गा भनी भाइ हजुर नर आशीर्वाद दिनुभयो त्यो आशीर्वाद सबै लाओस् लाग्छ नि बाबु मेरो आशीर्वाद त मेरो त हमेसै छ है बाबु अलिअलि मात्रै अहिले जाँदैछु हो क्या उसले त फालिदिन्छ अरे कस्तो छ पैसा दिँदा पनि लिन्न दिनुहोस् है मेरो बाबुहरूलाई कहिले दुःख तकलिफ नहोस् सुखले घर बनाइदिनुहोस् अन्नपूर्णले दुःख तकलिफ नहोस् दैव दशा शत्रु दुःख कष्ट दूर बनाइदिनुहोस् सुखले घर बनाइदिनुहोस् बाबु ए माया मात्रै सम्झना मात्रै छ है बाबु यस्तै छ बाँकी नानी भए सुखी रहे बाबु रक्षा गराउनुहोस् दुर्गा भनी मैले रक्षा गराउनु सुख शान्तिले छाइदिनुहोस् हजुरको शरणमा छौँ हामी दुर्गा भनी माले त्यही त बाबु अहिले त घरभरि टिका लगाइदियो हिँड्नु नाति बाबु र छोरी आउनु दुर्गा भनी माले रक्षा गर्नुहोस् सुखले घर बनाइदिनुहोस् साथै लक्ष्मीले बास बनाइदिनुहोस् बुद्धि बल्ल पो दसैँ अझ अलिक दिउँसै लाउनु पर्ने यस्तो बल्ल भयो अहिले उ गरे मेरो त्यो पङ्खाबाट बाहिर गयो त्यो सिलिङ फ्यान यो मेरो त्यो बत्ती बुझ्छ भन्नु सो गाइस हामी चाहिँ फाइनली मामा भान्जा चाहिँ घर आइसक्यो अनि ठ्याक्क दिदी बहिनीहरू आउनुभयो आमालाई यता हेर त लाग्यो क्या मामा बिहामा त आएको थियो नि यो त बिहामा आएको यिनीहरू बिहेमा नआएको दुईजना ल एउटा भयो
ठिक छ मोबाइलबाट ल बर्थडे हो आज भन्दा धेरै आइरहनु भएको हैन त्यहाँ आएर बस्नु भयो त कति त्यस्तो नरिसाउला म खाडा गर्न नानी बहिनी घर ससुराले त्यही खाए हुन नि खाइदे कान्छीलाई अलि खाडा गर के कान्छीलाई दिनुहुन्छ मलाई के लगाइदिनु छ गाना अघि तु हिजो बबुलाई चाहिँ घाँटी तानी छोड्यो त हजुरलाई गाला गाला लगाइदिएको मैले पूजालाई लगाइदियो गाला कान्छी हान्छ भनेर मन्टो तान्छ कि पुइहालिन्छ कि त्यसको त ल झर्दो रहेछ कालो फेरि कस्तो रहेछ र फेरि सानो आमाले नि धेरै लगाइदिन्छ नि मलाई फेरि उल्टो जमारा लगाइदिएर खाना हजुरको त उल्टो जमाना लाग्दा अडिया थियो मलाई नि हो कि मलाई फोटो खिच्ने बेलामा बाइकमा जाँदा नि अडिएर हिँडेर कसरी अडियाएर हिँडेको जस्तो लाग्यो हजुर त हेरि जमाना केटोलाई लगाइदिएको लगाइदिएको के अरे कहिले लगाइदियो मामा म सबै लगाइदिएको भातले लगाइदियो ल अब दक्षिणा यहाँ त बिर्सिन्छौँ कि सम्झाउनु पर्छ प्यारिकाले सम्झेन न ए बाबा बारी हजुर कि के हुन् के हो हात ढोक्ने होला नि बाबु दे आमालाई त कहाँ दे हो छाने फुलामा नमस्ते तँलाई बिर्सिए तँलाई बिर्सिए हात ढोक्ने होइन र नमस्ते गरिस् मलाई भयो उठ आमाले दिन के ए कान्छा भयो उठ हुन्छ के उठ बाबु उठ म तिनचोटि उठिसकेँ दिदीलाई त भेनाजु चौ मम्मीलाई बोलाउनु बाबु निकाल्ला नहोला एकचोटि फोन गर्नु के के त्यही त जाउ मम्मीलाई बोलाउनु आफैले बिचारा हाँसो मात्र मैले बोला निदाबा नबोला जाउ ओ नो निदाबा बोला ए निदाउने हो निदा खाने विनोदले भन्दै टाकु दिएको छु टाकु दुखे त ऊ बिमारी खान्छ बिमारीले जस्तै हो। घेराले लाभ दिदीलाई अब तपाईँले फेरि ऊ यता बहिनीलाई लगाइदिनु न एकचोटि लाउनु के के अब उता आमाले आमाले त तिनचोटि लगाइदिनु मजाले म चाहिँ एकचोटि लगाउँछु मैले त लगाइदिएको छैन म त बहिनीबाट छोड दो निदा टाकु दिएको खोइ त आशीर्वाद त ज्याम ज्याम भन्नु पऱ्यो नि त के अर्कै हजुर आदि जोरी हजुर ए लोजी होइन क्या खाना पर्दैन त्यहाँदेखि खाना लाउनुहुन्छ उहाँ नाक खानु हजुर तिमीले हो खाना नमस्कार त भन्ने अब कहाँ मोमबत्ती उठाएको अगरबत्ती अगरबत्ती हो क्यामेरा छैन नै छैन उम्रेको छैन अहिले हामी घरको जन्मिति र अब बुढो भयो दुई बेस पूजा अब काम छैन दुई यार किन धो गर पूजा त्यो गालामा उस हुन्छ कि यस्तो बिहे के हुन्छ मेरो इन्फेक्सन हाम्रो नि एलर्जी हो त्यो लाखा म नै भनेछु गालामा फर्स्ट टाइम सुनेको थियो एक नि भन्नेवाला यसको 2000 भयो अस्ति कति हातमा ल्याउनु अन्त हारेर खेलेर बसेको जितेर दाजु दाजुभाइको लुट्ने हो क्या म त लिन्न क्या तास चोरी चोरी अलि लुट्ने हो कसको किन दुईजना हो मेरो त देख्दै खेल्दै खेल्दैन त्यसो भए यहाँ खेल्ने होइन तल गएर सुत्ने म त हेर्दै अस्ति उधार्न आइने कोसँग कसले उधार दिन्छ र जहिले नि छैन कसले दिन्छ कसले दिन्न दिदी हाम्रो त अझै दसैँ भइएको छैन है साथीहरू ल अब मम्मी डेडीको हातदेखि बल्ल लगाउँदै हुन्छ म्याडम मुस्ताङ जाने मेरोमा भनिस् बहिनी ज्वाइँले लगाइदिएको किन भन्नु
बस्दैन नि किन आएर भान्जालाई दिदीलाई लगाइदियो भनेको थिएँ एउटा ए अब स्याप अल भाइले लाउँछ र प्यान्ट लाउनु नि त असँग अलि अलि ठुलो भएपछि के लाउने हो र अहिले त कहाँ मिल्छ र ल विप्लव तासमा तास हारेपछि मन्त्र चाहिँ नपढ्योस् रुद्राक्ष खोज्न नगयोस् कहाँ पाइन्छ रुद्राक्ष हामीलाई रुद्राक्ष त अघि यहाँ रुद्राक्ष खोज्दै हिँडेको थियो ल बाबु यता आइज मामा भन्छ कहाँ चाहिँ गयो भन्नु परेन के यो मुख छोचिको सबै यो भेनाले केबल कार चढेपछि मन्त्र पढ्नु त्यस्तै भएर त भन्नु मामा भन्छ कहाँ गयो भन्नु भान्जाले तास हारेपछि मन्त्र पढ्ने ल लान अनि तपाईँ बस्छु म त एकछिन बसिहाल्छु यता भ्लग हाल्ने ल म यहाँ राति राति साँड चुट गरेर स्पिड हानिहाल्नुपर्छ मैले त धेरै अर्कोचोटि विदेशबाट आउँदैछन् है कडक छ त्यहाँ दोकान ए होइन मामा हो दोकान मलाई पर्दैन हातमा छोरीलाई दिँदा ढोकामा छोरीलाई छोरी ए छोरी त कति लिन्छ त ए छोरीलाई त खुट्टामा दोकान दिनु आज त ए मेरो छोरीको खुट्टा छोरीलाई त मैले आइफोन गिफ्ट गरिदिएको नाक खुलाएर बोलेको त्यतिखेर रहेछ नन पनि ल बस बस नम्बताई छोरी भुवस्र त्योभन्दा बोल्दैन पैसा होइन पहिला राम्रो केटी पाउने भन अब दामै ठुलो पनि होइन आजकल दामै ठुलो हो कि केटी पाउनु अब भक्कै आफैमा हो त जमरै रहेछ के यसलाई छैन उतै अङ्खाराबाट निकाल्नु न त्यो भैँको झर्को उठाएर लायो हुन्छ क्या अब भैँको त राम्रो चौरै छैन त क्यान खै त ढौकेको खै ढौदेको जलाउँदा पहिले उता जानुभयो त के हो नि ए यो त आउन ढौका अनि पहिले जानुभयो त दक्षिणा बामा दक्षिणा दक्षिणा चाहिने हाँ उहाँ त सिधै आशीर्वाद होस् ल भयो ल भयो ल सो गाइस आजको यति नै थियो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो मन पऱ्यो मलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला